हेलो नमस्ते सबैमा र आज जमारे औँसी र औँसी चाहिँ हिजो पनि हो, तर हिजो चाहिँ राजाले राख्ने जमारा रहेछ र आज चाहिँ प्रजाले राख्ने भन्ने खालको त्यस्तो रहेछ नियम है। यो हाम्रो संस्कृतिमा जुन हाम्रो दसैँ बडा दसैँको अब अघिल्लो 9 दिन अगाडि होइन जमारो राख्ने गरिन्छ। यो चाहिँ आज हाम्रो घरमै राख्दैछ बाबाले है। र यो नवदुर्गा पूजाको एउटा देवीलाई सम्झेर है एकदम चोखो निदो गरेर र घर परिवार इष्टमित्र र गाउँघर सबै नै सुख शान्ति रहोस् भनेर एकदम घरमा नै जमारा राख्नुहुँदैछ। र हेर्नुहोस् यो जमारा कसरी राखिन्छ है। अन्त मेन अब हामीले त हाम्रो जेनेरेसनले त यो नाममा हुँदो रहेछ है। अन्त यो कुरोहरू बुझिरहेको राम्रो र गरेको पनि राम्रो, यो जमारो राखेको पनि राम्रो। किनभने अब हामी विश्वास गर्छौँ होइन भगवान्माथि र सबैको एउटा इच्छाहरू हुन्छ होइन। हामी मानिस हौँ र मानिसको एउटा इच्छाहरू हरेक कुरोहरू हुन्छ। यसलाई अब फुलफिल हुनुको निम्ति हामीले भगवान्माथि पनि आस्था विश्वास राख्नुपर्छ र यसरी राख्नु चाहिँ अब हामीले राम्रो हो। हाम्रो एउटा कल्चर हो यो होइन। एउटा दसैँ हामीले ठुलो पर्व मान्छौँ। अब यो पर्व मानेको अनुसार हामीले धेरै कुरोहरू एउटा भगवान्माथि आस्था विश्वासहरू राखेको हुन्छौँ र उहाँको नाममा हामीले यो राख्नु सक्यौँ भने धेरै राम्रो रहेछ। र धन्यवाद जति पनि मेरो यो युट्युब भिडियोलाई हेरिदिनु हुने है सबैलाई धन्यवाद र माया गरिदिनुहोस् मेरो यो युट्युब भिडियोहरूलाई है। अनि नभुलिकन सब्सक्राइब पनि गरिदिनुहोस् है। र तपाईँलाई अवश्य मन परेमा है यसो लाइक पनि गरिदिनु सक्नुहुन्छ, कमेन्ट पनि गर्न सक्नुहुन्छ। र आउँदो दिनमा फेरि यही भिडियो कन्टिन्यू रहनेछ है। दशहराभरिसम्मको एउटा लामो भिडियो बनाएर तपाईँहरूको समक्ष म राख्नेछु र मन पराइदिनुहुन्छ भन्ने म आशा राख्दछु है। धन्यवाद सबैलाई र हेर्दै गर्नुहोस् होला हिरु गुरुङ युट्युबमा है।